हो के तपाईँलाई सस्पेन्स मिस्ट्री ट्विस्ट क्राइम टाइपको केड्रामाहरू हेर्नु मन पराउनुहुन्छ भने एक बबाल केड्रामा लिएर आएको छु जसको नाम छ साइरेन्स किज। यो केड्रामाको जब ट्रेलर युट्युबमा आउट भएको थियो तबदेखि धेरै एक्साइटेड थिए यो केड्रामा हेर्न र सो फाइनली अमेजन प्राइम भिडियोमा ड्रप भएको छ र यसको जम्मा 12वटा एपिसोड छ तर फर्स्ट एपिसोड मात्रै आउट भएको छ र त्यसलाई कम्प्लिट वाच गरिसकेँ। मलाई कतिको मजा दियो यो केड्रामाले म भन्दैछु, त्यसकारण भिडियोलाई थोरै पनि स्किप नगरी कम्प्लिट वाच गर्नु होला। हाम्रो ड्रामाको लिड रोलमा पार्क मिन योङ, हुई हा जुन, किम जोङ युन, ली इलाजिया लगायत अन्य एक्टर एक्ट्रेसलाई देख्न पाइन्छ र यो केड्रामाको डाइरेक्टर हो किम चेल ग्योङ हो र उहाँले हामीलाई सेलिब्रेटी, फ्लावर अफ इभिल जस्ता मिस्ट्री थ्रिलरले भरिएको केड्रामाहरू अलरेडी दिइसक्नु भएको छ। अब हाम्रो साइरेन्स किजको स्टोरीको बारेमा कुरा गरौँ। हाम्रो केड्रामाको मेन एक्टर छाहुन स्योक एक इन्सुरेन्सवाला हुन्छ जसले इन्सुरेन्स गरेको हुन्छ त्यो व्यक्ति कसरी मरेको हुन्छ, त्यसको रिजन के हुन्छ त्यो पत्ता लगाउने काम गर्छ र एक दिन किम युनजी जुन एक ठुलो कम्पनीमा काम गर्छ उसले छाहुन स्योकलाई एक ठुलो इन्सुरेन्सको लागि खुनको बारेमा या कम्पनीको ठुलो टिप दिनु लागेको हुन्छ, बट उसलाई मारिदिन्छ र स्टोरी अगाडि बढेको छ। अब के हुन्छ, कसले मारेको हुन्छ, किन मारेको हुन्छ, यो सब जानेको लागि हेर्नुपर्ने हुन्छ आउँदो एपिसोडमा। र हाम्रो मेन एक्टरको पासमा के भएको हुन्छ यो पनि एक सस्पेन्समा छोडेको छ जुन हेर्नु बाँकी नै छ। म मेरो तर्फबाट भनिदियो भने एक बबाल केड्रामा हो यो जसले टेन्सनको माहौल बनाउँछ, क्राइमलाई राम्रोसँगले प्रेजेन्ट गरेको छ। म होप गर्छु कि यसरी नै आउँदो एपिसोडले पनि इन्गेज गर्दै जाओस्। पर्फर्मेन्सको कुरा गर्ने हो भने सबले आफ्नो पर्फर्मेन्स बबाल तरिकाले निभाएको छ। अझ मलाई यो केड्रामाको मेन एक्टर्स पार्क मिन योङको एक्टिङ एकदमै बबाल लाग्यो, साइलेन्ट पाराको, तर त्यसको पछाडि केही नराम्रो कुराहरू लुकेको जस्तो फिल गराउँछ। त्यस कारणले मलाई धेरै नै एक्साइटेड गर्यो मलाई पार्क मिन योङको एक्टिङले र उसको क्यारेक्टरले। बाँकी ब्याकग्राउन्ड म्युजिक राम्रो छ जसले गर्दा अझ केड्रामा हेर्न एक्साइटेड हुन्छ। तपाईँहरूले यसलाई टाइम दिनु सक्नुहुन्छ र अहिलेसम्म त्यस्तो नराम्रो गाली सिन देखिएको छैन, त्यस कारणले आफ्नो फ्यामिलीसँग पनि इन्जोय गर्न सक्नुहुन्छ। र बाँकी एपिसोड आउँदो दिनमा कुरा गरौँला। हजुरहरूलाई भिडियोलाई कस्तो लाग्यो, यदि मन पऱ्यो भने लाइक सेयर गर्नु नबिर्सनु होला र च्यानलमा नयाँ हुन्छ भने सब्सक्राइब गर्नु नबिर्सनु होला। फेरि भेटौँ अर्को भिडियोमा, तबसम्मको लागि बाई।